हेलो गुड मर्निङ एभ्रिवान, नमस्ते। म सुदन। स्वागत छ तपाईँलाई मेरो आजकलको भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ। सो गाइज, अनि म चाहिँ अब अलि अघि उठेर यसो यति घरतिर बसिरहेको छु अहिले चाहिँ। सो अनि अहिले चाहिँ 7:30 भइसक्यो अनि घाम लागिरहेको छ, एकदम देख्न सक्नुहुन्छ। चट्ट लाएर बिहानको मौसम चाहिँ यस्तो छ है त। अनि सो त्यही नै हो, अब चाहिँ एकछिन खानासाना खाएर फेरि गाई बाख्रा लड जानुपर्ने हुन्छ। काम चाहिँ त्यही नै छ भन्नुपर्छ। अनि यस्तै नै छ। सो गाइज, अनि अहिले चाहिँ 8:45 भइसक्यो अनि आज चाहिँ अलि फुकाउन अबेरा भयो भनौँ। अनि अहिले चाहिँ म एक्लै ल्याएर आएको छु भने जेठामल चाहिँ पछाडि ल्याउँदै हुन्छ। सो अनि गाई र बाख्रा चाहिँ यतातिर छ नि देख्न सक्नुहुन्छ। त्यही नै हो, अब चाहिँ लाग्यो वनतिर। सो गाइज, अनि अहिले चाहिँ 9:30 हुन लागिसक्यो अनि लगभग उहाँबाट ल्याउन चाहिँ 45 मिनट जति लाग्यो क्या। अनि त्यही हो, अनि आज चाहिँ म फर्स्ट टाइम गोरुलाई पनि यहाँ लिएर आएको छु। सो अनि यहाँ चाहिँ दमारा बाटा भन्छ भने अनि बाख्रा चाहिँ ल्याउँदा भन्छन्। अनि त्यहाँ तलको दाइले पनि लिएर आउनु छ आज चाहिँ, आउँदा आउँदै बाटामा भेट्नु भयो। सो अनि यस्तै छ। अनि जेठामल चाहिँ उता पालितिर ल्याउँदै हुन्छ होला। सो गाइज, अनि त्यही हो, अनि यो चाहिँ यता चुन्द्री खोलातिरको मान्छेको यता हो, यता डाँडापरीतिर गएको। अनि पहिला चाहिँ एकदम धेरै नै गाली गर्थ्यो क्या, त्यतिर गाई बाख्रा पछि पनि गरे पनि अनि खासै मान्छेहरूले हालिदिँदैन थिए। र अनि यो चाहिँ अब यस्तो छोडिदिएको चाहिँ लगभग त्यही 1-1.5 वर्ष 2 वर्ष जति हुन लाग्यो क्या। यो माथिको बाटो खनिदिएको चाहिँ अनि यो चाहिँ अलि आजभोलि यस्तै भएको छ। नत्र भने पहिला चाहिँ मान्छेहरू कराउने गर्ने गरिरहन्थे। अनि यो त्यो माथिको बाटोले गर्दा त्यतना पालिद्रवटा जस्तो जाने गोरेटो बाटो थियो, त्यो पनि मास्यो भनौँ। अनि त्यसपछि बल्ल उतातिरबाट आउन छोडे, त्यही हो। अनि यस्तै नै छ अरू त। अनि आजभोलि चाहिँ हाम्रो गाउँतिर कसले घाँस सास काट्ने गाई बाख्रा चराउने गर्छन्, यसमा चाहिँ देख्न सक्नुहुन्छ। सो गाइज, अनि अहिले चाहिँ 11:30 भइसक्यो अनि म चाहिँ यतैतिर बाटोतिर बसिरहेको छु। अनि बाख्रा चाहिँ यहाँ उँधोतिर लगाइदिएछु, यहाँ मुनितिर चढ्दैछन्। अनि गोरु भने ऊ माथि छ नि देख्न सक्नुहुन्छ। अनि त्यही नै हो, अब यस्तै छ गाउँघरतिर है। अनि डाँडा पाखाहरू देख्न सक्नुहुन्छ, यतातिर चाहिँ यस्तो छ है। सो अनि यहाँको बाटो चाहिँ यस्तो छ। अनि त्यही नै हो है, टक्क लाएर देख्न सक्नुहुन्छ। घाम लागिरहेको छ अनि हल्का हावा पनि लागिरहेको छ। अनि यो जाडो दिनको घाम फेरि अलि टाठो लाग्यो भने चाहिँ कस्तो पोले जस्तो हुन्छ आजभोलि घाम चाहिँ। सो गाइज, अनि अहिले चाहिँ घाम लागिरहेको छ भने 2-3 दिन जति भयो क्या। बिहानमा घाम लाग्छ अनि फेरि 12-1 बजीपछि चाहिँ पुरै धोबे जस्तो बादल गर्छ। अनि त्यो गर्नु होला बिहान बेलुका अलि जाडो बढे जस्तो फिल भइरहेको छ आजभोलि चाहिँ। अनि दिउँसोमा चाहिँ ठिकै छ, त्यस्तो जाडो पनि छैन, घाम पनि हुँदैन। अनि त्यही नै हो, अनि यस्तै छ यतातिर चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँ हुँदा चाहिँ अलि अप्ठ्यारो नै छ। सो अनि यही नै हो, त्यहाँबाट ल्याएर यहाँसम्म गाई बाख्रा चराउने हाम्रो ठाउँ चाहिँ वन चाहिँ यही नै हो भनौँ। अनि वहाँदेखि आएको हामी चाहिँ घर चाहिँ यहाँ छ। सो अनि यो चाहिँ सिनेमेटिकबाट बनाएको भएर जुमिङ हुँदैन। अनि त्यही नै हो। अनि यतातिर पनि यस्तो गाउँ छ, यहाँ चाहिँ ओद्दाबारी भन्छ। सो अनि त्यहाँ चाहिँ मोरुङ पैयाबारी, त्यस्तै यहाँ ठाउँमा नामहरू छन्। अब त्यही नै हो, तपाईँहरूले नसुन्या नाम पनि हुनसक्छन् है त। अनि यता उँधोतिर चाहिँ यस्तो छ है, यो चाहिँ भिरो। यत्नाको यो परो ढुङ्गाको उसलाई चाहिँ फेक्या परो भन्छ यहाँ चाहिँ। अनि यो चाहिँ 2 दैले भइहाल्यो। अनि यत्ना उब्रेर पाटा चाहिँ त्यहाँ माथिरको पाटा चाहिँ दमारा पाटा भइहाल्यो। अनि त्यत्नै चाहिँ भिरपानी, उतनै नाम छन्। सो त्यही नै हो है। सो गाइज, अनि अहिले चाहिँ 12:30 भइसक्यो। अनि म चाहिँ यहाँ तल सोभिदाइका बाह्र यहाँ माथि आरिचन्द्र हान्दिन आएको छु। अनि यहाँबाट उँधो चाहिँ यस्तो देखिन्छ, देख्न सक्नुहुन्छ टक्क लाएर। अनि बाख्रा चाहिँ यहाँ छ नि। अनि त्यही हो, अब चाहिँ फोनमा पनि खासै चार्ज छैन। अनि मेरा बाख्रा र गोरु चाहिँ उतै तलतिर छन्। अब चाहिँ फेरि घर गएर भेटौँला, अरू त के हुन्छ है त। सो गाइज, अनि अहिले चाहिँ 4 बज्न लागिसक्यो, 3:52 गइसक्यो। अनि म चाहिँ यतै घरतिर बसिरहेको छु। बनबाट आएर खानासाना खाएँ अनि घर एकछिन बसेँ। अनि फेरि एकछिन काम गरेँ उतातिर। अनि अहिले चाहिँ यतातिर बसिरहेको छु। सो अनि अहिले चाहिँ पानी आउनु जस्तो गइरहेको छ, यो देख्न सक्नुहुन्छ। काम पुरै गइसके, पुरै बादल लागिरहेको छ। सो अनि 4-5 दिन नै हुन्छ होला आजसित त यस्तो गर्न लाग्यो। बिहानभरि घाम लाग्छ, दिउँसोबाट यस्तै गरिरहेको छ सो त्यही हो। अनि अब चाहिँ यसो नास्ता खानुपर्ने हुन्छ। सो गाइज, अनि अहिले चाहिँ 6 बज्न लागिसक्यो। अनि देख्न सक्नुहुन्छ पुरै अँधेरो हुन लागिसक्यो है, पुरै यस्तो भइसक्यो।
अनि म चाहिँ अब खानासाना बनाएँ तर खाना चाहिँ खाएको छैन अनि यत्तिकै बसिरहेको छु। अनि आजको भिडियो पनि छोटो भए पनि के कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला। यदि कोही च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भन्न चाहन्छु र त्यही नै हो आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। माया छ सबैलाई है त।